ल दाइले चाहिँ के भनिराख्नु भएको छ यो ठाउँको बारेमा है। हजुर, यो चाहिँ तपाईँको मुन्दुम ट्रेल अन्तर्गत पर्ने यो भोजपुरबाट मयुङ जाँदाखेरि पर्ने एक रातै भन्ने ठाउँमा हो। म चाहिँ यो डिपिएन कटेज एन्ड रिसोर्टको चाहिँ ओनर हो र यहाँ तपाईँहरू आउँदाखेरि चाहिँ यहाँ एक वान नाइट स्टे गरेर नि यता मयुङ जान सक्नुहुन्छ। र यो चाहिँ मुन्दुम पदमार्ग अन्तर्गत भर्खर बन्दैछ। यो मुन्दुम पदमार्गले बनाएको छ, तपाईँहरूले रेस्ट हाउसहरू छ सबै। र यहाँनिर तपाईँहरूले चाहिँ खाना बस्नको सुविधा छ। तपाईँहरू यहाँनिर चाहिँ कन्ट्याक्ट गरेर आउन सक्नुहुन्छ। मलाई खानाहरू चाहिँ अलरेडी नै तपाईँहरूले कन्ट्याक्ट गर्नुभयो भने चाहिँ खानाहरू रेडी हुन्छ। यहाँ आइसकेपछि अलिकति टाइम लाग्ने हुन्छ। तपाईँहरूले चाहिँ अनि कन्ट्याक्ट गर्नलाई चाहिँ मेरो 9818454007 हो। अनि अर्को अब तपाईँहरू यहाँ आउँदाखेरि चाहिँ यो एक राति भन्ने ठाउँमा चाहिँ यहाँ तपाईँहरू आउनुभयो भने चाहिँ यहाँनिर चाहिँ आरामदायी बस्ने खानेको चाहिँ सुविधा छ। हस्, धन्यवाद।